पुग्ने हो सैलुङ जाँदैछु होइन अनि अब पुग्नलाई चाहिँ हामी 4-5 घन्टा लाग्छ होला चाहिँ बिहान 6 बजे उठेर हिँडेको निद्रा पनि राम्रोसँग पुगेको छैन अनि साथीहरू पुरा सुतिरहेको छ सैलुङ डाँडा आइपुग्न लाग्यो साथीहरू हामी चाहिँ फाइनली सैलुङ दोलखा आइपुगिसकेका छौँ अनि अब चाहिँ हामी अब होटेलको तलासमा हिँड्दैछौँ होटेलको खोजीमा हिँड्दैछौँ होटेल नपाएर पो होटेल नपाएर एकदम धेरै हामी चिन्तितमा छौँ गाइज अब हामी यहाँ हेर्दैछौँ गाइजहरू के बोल्छ यो माथिको केटीहरू हामी चाहिँ आयौँ रुममा मनमने गीत गाउँदा गाउँदा के कस्तो आवाज निकाल्यो अब हामी रेडी भएर जानुपर्ने हुन्छ है अनि यहाँको लोकेट त भ्यू हेर्दै हामी चाहिँ यहाँनिर बसेको छौँ हौ दामी रहेछ यहाँको यहाँ चाहिँ एकदम है बस्नुदेखि गएर खानेदेखि सबै सुविधा रहेछ प्लिज यहाँनिर आउनुहोस् होला है यो होटेलमा के अरे सैलुङ के हो त्यो सैलुङ इन होटेल सैलुङ इन होटेलमा चाहिँ आउनुहोस् होला हजुरहरू पनि एकदम धेरै राम्रो रहेछ मलाई चाहिँ खुब मनपर्छ क्या यस्तो घरहरू चाहिँ यस्तो घर चाहिँ मलाई साह्रै मनपर्छ हाई गर न हौ हाई गर अलि जा गरेर देखाउनु हौ गरेर झोक्रेको कुरा प्यारी समझ गई साथीहरू चाहिँ झोक्रेको कुरा जस्तो भइसक्यो होइन अनि हाम्रो रुम चाहिँ यस्तो छ अब अर्को त अब के भन्नु अब तो मेरे से प्यार करते कि नहीं सैलुङ दोलखा आएर पनि रेडी भएर जाँदैछौँ डाँडामा सही थुङ्गाले बनेको डाँडामा जाँदैछु है अनि यहाँबाट चाहिँ त्यस्तै 1 घन्टा कि आधी घन्टा चाहिँ हिँड्नु पर्दो रहेछ क्या अब यति हिँड्दा चाहिँ स्वाहा भइसक्यो के भन्नु होइन हौ मैले युट्युब अब चाहिँ यो भिडियो हालेर खोल्ने क्या अनि हाम्रो मेरो साथी न्यू साथीहरूलाई इन्ट्रोडक्सन गराइदिउँ भनेर हो के हेलो म चाहिँ उसको साथी नयाँ साथी जलिसा राई अनि उहाँको के अरे कृतिका गुरु अनि उहाँ चाहिँ खै अस्मिता घिसिङ मेरो बहिनी हो फेरि उहाँ चाहिँ मेरो 2टा बादर्नी साथीहरू हो क्या मालूम है तेरे बाप को मत सिखा मेरो साथीको च्यानललाई चाहिँ सबैले सब्सक्राइब अनि लाइक गरिदिनुहोस् शेयर गरिदिनुहोस् अनि हामी यसरी नै मिठो भ्लगहरू अनि तपाईहरु सामु अनि घुम्न गएको अब यो ग्रेट वाल चढेर हिँड्नुपर्छ त्यहाँबाट पुग्छ जस्तो लाग्यो अब यहाँबाट स्टार्ट है हाम्रो गाइस हामी चाहिँ अझै 1-1.5 घन्टाको बाटो भन्छ यतिमै स्वासा भइसक्यो लौरी टेक्ने भइसक्यो हामी लौरी टेक्दै जाँदैछौँ है What is this? This is Switzerland. No, baby, this is Nepal. हेर्नु न कस्तो ठाडै उकालो छ हौ साथी फर्कन उता फर्कन दामी देख्यो यार ठाडै उकालो चढ्नु पर्छ गाह्रो छ हौ गाह्रो छ नि हौ ठाडै उकालो चढ्नु साथी भिडियो बनाउँदै छ स्वासा भयो
बाटो यस्तो ठाडो छ कि उकालो भ्यू चाहिँ हेर्नुहोस् है हामी चाहिँ ग्यासहरू यस्तो छ होला आधी बाटोमा आइपुगिसकेको छौँ होइन मैले भिडियो बनाउनु पाइनँ किन थाहा छ यति उकालो चढेर आएको यति उकालो चढेर आएको के भन्नु हौ अनि फोटो भिडियो खिच्दा टाइम त लाग्दो रहेछ अब अझै 1 घन्टा छ हिँड्नुपर्ने साथीहरू चाहिँ मान्छेहरू चाहिँ फर्केर नि आइसक्यो अब हामी जाँदैछौँ हौ अझ कति टाइम लाग्छ होला किनकि हामी त अब भिडियो बनाउँछौँ के बनाउँछ नि त हुनुपर्छ है यतिको हुनुपर्छ साथी यहाँ चाहिँ यस्तो रमाइलो हुँदैछ यतिको चाहिँ हुनुपर्छ यो ठाउँमा आएर हामी चाहिँ अब सैलुङ डाँडा लाग्यो आइपुगिसकेका छौँ अलिकति कति भने 25 मिनट चाहिँ हिँड्नुपर्छ होला है यता हेर्दिनु कस्तो रमाइलो भएको क्या है आज त्यही माथि है कस्तो राम्रो दाइहरू भेट्यो कस्तो हाँसी मजाक गर्ने नाच्नेदेखिबाट डरी सास सबै भेट्यो लड्दा आहाई 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 दामी देखेको छ यार कोसिलो छ होइन मेरो त के हो त्यो लिपसिङ पनि पुरा भयो सैलुङ डाँडा आयो फाइनली सैलुङ डाँडाको 100वटा डाँडाको एउटा डाँडा 2टा डाँडा कटिँदैछ एउटा थुङ्गाको बनेको डाँडामा आइसक्यो हामी अनि झोलामा चाहिँ हामी कोसिलो ल्याएर आएको छौँ के भनिदिउँ न तुङ भाका अनि हामी नाचेको देखिबाट टिकटक बनाएको थियो फोटो खिचेको थियो सबै अपलोड गर्नेछौँ तर मेरो भ्लग चाहिँ फर्स्ट भ्लग हो राम्रो त आउँदैन होला तर पनि राम्रो बनाएर यतिको चाहिँ हुनुपर्छ है हेर्नु न ओ माई गड क्या सिन त अनि यस्तो हेभेनमा आउँदाखेरि त नि सुकुन यही घर बनाएर बसौँ जस्तो क्या त्यस्तो राम्रो पो छ त हौ मलाई चाहिँ ओभर राम्रो लाग्यो क्या फाइनली हामी सैलुङ डाँडामा आइसकेका छौँ पसिना भयो पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले यतिको चाहिँ हुनुपर्छ फाइनली हामी चाहिँ आइपुगिसक्यो है सैलुङ डाँडामा त्यस्तो 1.5 घन्टा जति लाग्दो रहेछ है 1.5 घन्टा कति 3 घन्टा लाग्यो हो र तर 1.5 घन्टाको बाटो हो हामीलाई 2 घन्टा लाग्यो होला किनकि साथीहरू सबै अब उयो हो नि त कच्चा हो नि त त्यही भएर हो कुरेर बसेन आज कच्चा अनि हाम्रो यहाँ सुटिङ हुँदैछ हाम्रो लागि यहाँनिर अलरेडी हामीले सुटिङको लागि बोलाइसकेको छौँ मान्छेहरू अनि यही नहीं अभी और सुनिए हामीलाई चाहिँ किन ढिलो भएको भन्दा नि साथीलाई बिच बाटोमा गुवायो अरे क्या त्यही अनि हामीले भ्लगहरू बनाउँदाखेरि टाइम लाग्यो नि त भ्लगको लागि बनाएको हजुरहरूको लागि बनाएको यो राम्रो भ्यूमा आउनु फेरि अनि हामीले चाहिँ हजुरहरूलाई सजेसन दिन्छौँ यसरी आउनु त्यसरी भनेर त्यही भएर देखाएको धेरै समस्या भयो क्या
माथि माथि सैलुङ्गेमा चौरी गुराउनेलाई भन्दिनु है च्याङबला फेरि मान्छेहरू चाहिँ लोड हुन्छ है तपाईँहरू फ्राइडे र स्याटरडे आयो भने चाहिँ लोड मान्छे हुन्छ अरू बेला चाहिँ पुरै खाली रहेछ क्या अरू बेला पनि हामी आएको थियौँ तर खाली थियो आज आज चाहिँ नरहेछ है ए आज चाहिँ रहेछ क्या कस्तो नरहेछ हो जरा ठक्करसँगै हिँडेको नै मलाई थाहा छैन के त तिम्रो मन परिस्थितिलाई भन बल्ल 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 थाहा नै भएन नि साथी यहाँ न कस्तो मलाई हेर्ने जस्तो है यता हेर न यताको लुक ओ माय हेर्नु न ओ माय गड साथी यसो समात एकछिन यसो समात झर्ला हो है साथी सुत्देऊ आऊ हावाको त कुरै नगर न सधैँ यही बसौँ लाग्ने यार है अनि ऊ त्यो माथि चाहिँ गुम्बा खा क्या त्यहाँसम्म त जानु पर्ने हुन्छ किनकि त्यो हाम्रो इन्टरनेसनल सैलुङको बुद्धको पाइला भएको ठाउँ हो अनि कति देखाउनु हजुरहरूलाई यो भ्यू कति देखाउनु हजुरहरूलाई हामी चाहिँ आइसक्यौँ गुम्बामा पनि कस्तो लाग्यो चाहिँ साथीहरू मैले चाहिँ फेरि गाइज मात्रै भन्न आउँछ क्या दिस इज हेभन अनि दिस इज गुड हेभन अनि के मेरो कपाल चाहिँ के भएको क्या यो कपालले यस्तो अट्याक गर्दैछ कि गाइस म यहाँ सुत्दिन्थ्यो क्या म सुत्दिन्थेँ कि क्या तर यहाँ कस्तो फोरै फोर्छ अब म यहाँ सुत्दिन्छु मारो मुझे मारो क्या सुकुन अनि यहाँ चाहिँ 2 घन्टा हिँडेर यहाँसम्म आइपुग्यौँ हामी पुरै रुसा लागेको अवस्था गाइसहरु हामी चाहिँ फाइनली आइपुगिसक्यौँ है सैलुङ दोलखा अनि माथि गुम्बामा आएर पनि हामी फोटोसोटो खिचिसके यस्तो चिसो छ कि यस्तो चिसो छ मेरो साथीहरु हेर्नु न यहाँनिर के भयो साथीहरुलाई भयो एकचोटी हामी 3 जनाको भिडियो बनाउँ न कुछ तरीका है भीख मांगने का लागेर हेर्नु न भिडियो खिच्दा हुसा लागेर केही छैन मेरो साथीहरुले पुरा काउँथे यस्तो छ वेदर चाहिँ यहाँ त तपाईहरु ठ्याक्कै 4 बजेतिर हैन 1-2 बजेतिर आएर 4 बजेतिर फर्क्यो भने चाहिँ सजिलो हुँदो रहेछ क्या अब चाहिँ अलि ढिलो आइपुग्यो नि त भिडियो भ्लग बनाउँदा ढिलो आइपुग्यो अनि गाह्रो पर्यो नि त हजुर अब मेरो चाहिँ फोनमा चार्ज पनि छैन बेक्कै चारो हजुरहरूलाई तल पुगेपछि आइपुग्यो है रुममा भनेर देखाउँछ है आज मेरो ड्रेसअप चाहिँ यस्तो छ ओके ल हेर्नु गाइस अब यति लडेन हौ
हेर न आउँदाखेरि कस्तो चाहिँ अनि जाँदाखेरि चाहिँ कस्तो भयो यो के भयो केही नदेखिने भएको छ आउँदा कस्तो थियो फर्किँदा यस्तो पालो लाग्यो के छैन अब हामी यस्तो अन्धकार पनि घर जाँदैछौँ थाहा छैन तिमीलाई कति माया गर्छु मिठो सम्झनामा तिमीसँग यस्तो छ त है हो चाहिँ यस्तो डेन्जर लाग्यो त्यो माथि चिसो क्या अनि एकदम त्यो हावा पनि चल्यो अनि हावाले चाहिँ टाउकोमा हान्दो रहेछ क्या अनि तपाईँहरूले आउँदाखेरि चाहिँ कसम भनेको टोपी चाहिँ ल्याएर आउनु पर्दो रहेछ है टोपी चाहिँ ल्याएर आउनु पर्दो रहेछ कपालमा मेरो यस्तो सिल्की कपाल कालम कुलुङ भइरहेको क्या किन हो अनि कस्तो भयो त साथीलाई मजा आयो कि मजा नि आयो जाडो नि भयो सबै फिल लिनु पायो सैलुङको मजा लियो हामीले सैलुङ्गे डार अरू केटाहरू त्यही छ कि क्या हो कति जिस्काएको क्या पक्कै यसलाई जिस्काएको जस्तो छ क्या तिमीलाई हेर्नै राम्री भएपछि गाह्रो छ है साथीहरू यता हेर न यता हाई गर न हौ यता हेर्न 1 hour later. गाइसहरू हामी चाहिँ आधी बाटो आइपुगिसक्यो है आउँदा आउँदा रात पनि परिसकेको रहेछ रहेछ होइन परिसके ओ भाइ साहब गाइसहरू तपाईँहरू चाहिँ अलिक चाँडैमा आएर चाँडै फर्किनु होला हामी जस्तो ढिलो नगर्ने होला सबभन्दा यहाँनिर डरफुक त होइन क्या हामी एकदम बिस्तारै हिँड्यो नि त भ्लग बनाउँदै फोटो खिच्दै हिँड्यो त्यही भएर हामीलाई एकदम धेरै लेट भएको हो तर पनि केही छैन हामी ठाउँ आइसके आधी घन्टा मात्रै हो हामी चाहिँ पुगिरहेछौँ रुममा अनि साथीहरूको हालतहरू कस्तो छ तिम्रो हालत ठिक छ मेरो ठिक छ अनि अर्को साथीको चाहिँ यता है म त एकदम ठिक छु हामी आइसके अब हामी खाना खान जान्छौँ ए कहाँ खाना खान जाने हो र हामी त के खाने रे प्यारी समझ गई जिस्केको हो हामीले रक्सी खाँदिनँ हामीले के खान्छौँ भने जुस खान्छौँ है जिस्किँदै हो फेरि तपाईँहरूले त्यस्तो सिरियस सोच्नु होला फेरि हामीले जुस मात्रै खान्छौँ कोक खान्छौँ क्या कोक तामाले ताम अनि होटल चाहिँ यस्तै हुन्छ है हजुरहरू घुम्न आयो भने चाहिँ होटलहरू चाहिँ यस्तै हो यस्तो पनि होइन हेरेर हुन्छ है 2,000सम्म 2-3,000सम्म हेरेर हुँदो रहेछ हामी चाहिँ यस्तोमा बस्यौँ 4 जना हामी साथीहरू रमाइलो भयो आज तर एकदम धेरै लेट आइपुग्यो क्या रुममा चाहिँ हिँडेको त हामी 4 बजे 2 बजे हिँड्नु पर्ने खासमा के गर्नु यस्तै भयो बाई बाई भिडियो यति नै